हामीले चाहेको जस्तो हाम्रो नियन्त्रणमा पनि थियो अनि त्यो घटनालाई हामीले कसरी लिने र त्योभन्दा अगाडि हामी कसरी बढ्ने यसमा नेपालमा दुईटा प्रवृत्ति देखियो। एउटा प्रवृत्ति डिनायलको प्रवृत्ति, डिनायल अर्थात् अस्वीकार गर्ने, यो केही भएकै होइन, यो सामान्य कुरा हो, यो प्रायोजित हो, यो षड्यन्त्र हो, यो कन्स्पिरेसी हो, यसमा विदेशीहरूको षड्यन्त्र छ, यस्तै डिनायलको प्रवृत्ति, अस्वीकार गर्ने प्रवृत्ति। अर्को प्रवृत्ति भनेको डिभिडेन्ड खाने प्रवृत्ति, नाफा उठाउने प्रवृत्ति। जे घटना भएको छ त्यो घटनाबाट के पीडा परेको छ, यसको प्रभावहरू के हुन्छ त्यसलाई हेर्ने होइन, यसबाट राजनीतिक लाभ कसरी लिने, त्यो भड्किएको छ भने अरू थप कसरी भड्काउने, थप कसरी उचाल्ने, थप कसरी उकास्ने, मानिसहरूलाई रिस उठेको छ भने त्यो रिसलाई बस्न कसरी नदिने, कसरी मानिसहरूलाई उचालिराख्ने, यो डिभिडेन्ड खाने प्रवृत्ति, यो तत्काल लाभ लिने प्रवृत्ति। यो दुईटा प्रवृत्तिलाई नेपाली कांग्रेस पार्टीले अस्वीकार गर्नुपर्छ भन्ने हामीले ठान्यौं, किनकि दुईटै प्रवृत्तिहरू घातक छ। डिनायलको प्रवृत्ति पनि घातक छ, जसले केही नभएको जस्तो गर्छ। डिभिडेन्ड खाने प्रवृत्ति पनि घातक छ, जसले केवल आफ्नो फाइदा मात्रै हेर्छ, समाजलाई के हुन्छ, राष्ट्रलाई के हुन्छ त्यसले हेर्दैन। त्यो नेपाली कांग्रेसभित्र हामीले एउटा बहस चलायौँ कि नेपाली कांग्रेस योभन्दा फरक हो, फरक हुनै पर्छ, हाम्रो चरित्रै फरक हो, हाम्रो भ्यालुज नै फरक हो, हामी पार्टी नै फरक हो, हाम्रो विचार नै फरक हो, हाम्रो इतिहास नै फरक हो। त्यसकारणले गर्दा हामी फरक हुनै पर्छ। यो बेला हामी बहकिनु पनि हुन्न, हामी परालिनु पनि हुन्न, हामी सम्हालिनुपर्छ, किनकि यो देशलाई हामीले सम्हाल्ने हाम्रो जिम्मेवारी छ। त्यही भएर हामीले पार्टीभित्र एउटा बहस चलायौँ र हामीले भन्यौँ भाद्र 22 गते पनि नेपाल ठिकठाक थिएन। 22 गते ठिकठाक थिए, संसद थियो, सरकार थियो, हामी ठुलो पार्टी थियौँ, बाहिरबाट हेर्दा ठिकठाक थियो। तर डेमोक्रेसीमा संरचनाहरू ठिकठाक भएर मात्र हुँदो रहेछ। डेमोक्रेसीमा ती संरचनाहरूप्रति नागरिकको निरन्तर विश्वास पनि हुनुपर्दो रहेछ। डेमोक्रेसीमा निर्वाचन भएर सरकार बनेर मात्र हुँदो रहेछ, त्यो सरकारको सञ्चालन गरेको प्रतिको एउटा विश्वास पनि रहिराख्नु पर्दो रहेछ। त्यसमा ठुलो ह्रास आएको थियो। भाद्र 22 गते ठुलो कमजोरी भइसकेको थियो। 23 गते भयो, अर्को गल्ती भयो, 24 गते भयो, अर्को कमजोरी भयो, र भाद्र 25 गते 22, 23, 24 यी सबै दिनहरूमा भएका कतिपय गल्तीहरू, कतिपय नियतवश, कतिपय बदनियत राखेर गरेका यी सारा कुराहरू पछाडि नेपाल एक ठाउँमा उभिएको थियो। त्यसैले नेपाली कांग्रेस पार्टीले स्वीकार गर्नुपर्छ कि केही गल्तीहरू भएका छन्, कि कमजोरी भएका छन्। ती गल्ती कमजोरीमा हाम्रो पनि भाग छ, त्यो जिम्मेवारी पनि लिनुपर्छ। त्यो डिनायलको प्रवृत्ति के हुन्छ, त्यो हेर्दै गर्दाखेरि बडो आँटी देखिन्छ, ठुल्ठुलो कुरा गर्छ, सबको कुरा गर्छ, तर भित्रबाट त्यो कमजोर हुन्छ, किनकि त्यसले सत्यलाई स्वीकार गर्दैन। हामीले विनम्र हुनुपर्छ, तर सत्यलाई स्वीकार गर्नुपर्छ, जिम्मेवारी लिनुपर्छ, सक्षम छु भन्ने एउटा सङ्कल्प गर्नुपर्छ भन्ने ठान्यौँ र नेपाली कांग्रेस पार्टी अधिवेशन गरेर यी सङ्कल्पहरूलाई वैधानिकता दिएर अहिले यहाँ उभिएको छ। हामी अघि कहिले पनि प्रश्न उठ्यो, हामी नयाँ भयौँ, हामी नवीन भयौँ, हामी बदलियौँ भनेर भनेका छौँ। के यसको अर्थ हामीले पुरानोसँग सम्बन्ध विच्छेद गऱ्यौँ भनेर भनेको होइन। हाम्रो जवाब झन् यसलाई अझै व्यापक बनाउने हो नि। नेपाली कांग्रेस पार्टी स्थापना गर्ने बेलामा पार्टीका संस्थापक नेताहरूले जे सोच राखेर पार्टी स्थापना गर्नुभयो, ती स्थापनाकालीन मूल्य र मान्यता भनेको त पार्टीको आत्मा, यो गयो भने त पार्टी गयो। त्यो सबैभन्दा पुरानो छ, त्यो पुरानो भएको कुरामा हामीलाई गौरव छ, त्यसलाई हामीले थप जोगाउने। नेपाली कांग्रेस पार्टीको एउटा व्यक्तिको स्वतन्त्रता, त्यसका त्यो सबैभन्दा ठुलो कुरा, त्यही स्वतन्त्रताबाट निश्चित भएर अरू कुराहरू आउँछन् भन्ने मान्यताका लागि 30 वर्षसम्म पञ्चायतमा त्यति धेरै लाभहरू, पञ्चायतमा त्यति धेरै अवसरहरू हुँदै गर्दा सिङ्गो पार्टी र पार्टीमा लागेका हामी त केटाकेटी थियौँ। यही मञ्चमा हुनुहुन्छ, तल हुनुहुन्छ, कति हजारौँ हजार नेपाली कांग्रेसमा आबद्ध भएका मानिसहरूका व्यक्तिका सङ्घर्षका कथाहरू छन्, ती पुराना छन्। त्यसलाई छोड्छौँ हामी, त्यसलाई अझ पक्राउँछौँ, त्यसलाई अझ पक्रिने। हिजो माओवादीको कालमा
जय नेपाल भन्न छोडेको भए ज्यान बस्थ्यो मान्छे, जय नेपाल मात्र भन्न छोडेको भए ज्यान बस्थ्यो मान्छे। छोड्यो, हामीले छोड्यौँ। म हरेकचोटि सम्झन्छु, पश्चिम नेपाल जाँदै गर्दा एउटा कार्यक्रममा जान्छु, बस्छु। कार्यक्रम नछोडिकन एकजना थारू महिला आउनुहुन्छ, कार्यक्रममा आउनुहुन्छ, जय नेपाल गर्नुहुन्छ। प्रत्येकचोटि जाँदै गर्दा पुरानो कथा सम्झन्छु। उहाँको कथा के छ? उहाँको छोरालाई मारेको, तर छोरालाई मारेको आमाले हेर्नुपर्छ भने आमाको हात पछाडि बाँधेर आँगनमा छोरालाई अचारमा राखेर काटेको आमा अहिले पनि आउनुहुन्छ, जय नेपाल भन्नुहुन्छ। न वडाको पद चाहिएको छ, न प्रतिनिधि चाहिएको छ, के चाहिएको छ। यस्ता कति कथा छन् काङ्ग्रेस। त्यो कथालाई छोड्ने हो हामीले? नयाँ भनेको त्यसलाई छोड्ने होइन, त्यसलाई झन् पक्रने हो। कुन चेतनाले होला, कुन मूल्यले होला आफ्नो छोरालाई आँगनमा राखेर काटेको कथा बिर्सेर आमा काङ्ग्रेसको मञ्चमा आएर जय नेपाल भन्नुहुन्छ? हामीलाई गौरवको कुरा आएको थियो, हामीलाई गौरवको कुरा आएको थियो। नेपाली कङ्ग्रेसको सङ्घर्षसँग हामी जोडिएका छौँ। नेपाली कङ्ग्रेसभित्रका यस्ता त्यागका कथाहरूसँग हामी जोडिएका छौँ। पार्टीले आफ्नो सिद्धान्तका लागि सत्ता लिने कुरासँग सम्झौताविहीन सङ्घर्ष गरेको हो नि। पछिल्ला केही समयमा कसैलाई पनि दोष नदिएर, हामी म पनि थिएँ, म पनि पार्टीको महामन्त्री थिएँ, त्यो कुनै व्यक्तिको दोष होइन। हामीले एज अ पार्टी काम गर्दै गर्दा केही गल्ती कमजोरीहरू भएका छन्। हाम्रो जरा मजबुत छ, जरालाई लिएर जाने हो। त्यो जरामा हुर्कदै गरेको रुखमा हाम्रा केही पातहरू रहे, ती पातहरू सत्तालिप्साका पातहरू रहे, ती पातहरू कतिपय अक्षमताका पातहरू रहे, अहङ्कारका पातहरू रहे। ती पातहरूलाई हामीले हटाउने हो र त्यहाँ नयाँ पातहरू राख्ने हो। हाम्रो पार्टीलाई थप पुराना हाम्रा आफ्ना मूल्यहरूबाट थप सिक्ने हो र बदलिएको भनेको हाम्रा केही नयाँ सङ्कल्पहरू गर्ने। नेपाली कङ्ग्रेस पार्टी स्थापनाको बेलामा हाम्रो नेताहरूले जसले सिद्धान्तका लागि सत्तासँग सम्झौता गर्नु भएन, यो नयाँ काङ्ग्रेसले पनि सिद्धान्तको लागि सत्तासँग सम्झौता गर्दैन। हामी यो पटक 165 निर्वाचन उम्मेदवार बनाउँदै गर्दा कहाँ जित्ला, कहाँ हार्ला, योसँग मिल्ला जित्ला कि योसँग मिल्दा हार्ला कि त्यो हिसाब किताब गर्दैन, भोलि पनि गर्दैन। यो काङ्ग्रेसको क्यारेक्टर हो। जित वा हार भन्दा महत्त्वपूर्ण कुरा हाम्रो आस्थाको कुरा, हाम्रो विश्वासको कुरा। भोलिका दिनमा पनि हामी सरकार बनाउनका लागि वा सरकारमा टिक्नका लागि कोहीसँग पनि हामी नाजायज, अपारदर्शी, पार्टीको अहित हुने, देशको अहित हुने सम्झौता गर्दैन। नेपाली कङ्ग्रेस पार्टीको यो क्यारेक्टर हो नि, यो क्यारेक्टर हामीले जोगाउने हो। र नौजवानहरू पार्टीको प्रतिको एउटा अपेक्षा छ कि नेपाली कङ्ग्रेस जसरी हिजो 22, 23, 24, 25 वर्षका हाम्रो नेताहरू हिजो बम बारुद बोक्ने सबै पञ्चायतकालमा अवस्थित बन्द अगाडिका ती सबै मान्छेको कथाहरू हामीले सुन्यौँ भनेदेखि हेर्नुहोस् त कति वर्षका थिए। अस्ति म मधेसमा थिएँ, मधेसमा हामीले पुरानो एउटा कथा सम्झ्यौँ। 19 वर्षको दुर्गानन्द झाले जम्मा 19 इयर्स राजा महेन्द्रको गाडीमा बम हानेको। त्योभन्दा पनि अझ मलाई प्रेरणादायी लाग्ने कुरा त त्यो बम हान्ने कुरामा सम्झना नभएको साथीहरू पक्राउ परेको भनेर आफू भारतमा निर्वाचन गएको मान्छे फर्केर आएर निर्दोष मेरो साथीहरू परे, बरु मलाई झुन्ड्यो भनेर साथीहरू छुटाएर आफू फाँसीमा झुन्डियो। त्यो 19 वर्ष 20 वर्षको नौजवानहरू कसरी काङ्ग्रेसमा आए? किन? किनकि नौजवानहरूको जुन देश परिवर्तनको हुटुटी त्यो सपना थियो काङ्ग्रेसले बोकेको थियो, यो काङ्ग्रेसले पनि बोक्छ। नौजवानको सपना के छ? देश भ्रष्टाचार मुक्त होस् भन्ने छ, देशमा सुशासन होस् भन्ने छ। कतारमा गएको मान्छे फर्कन चाहन्छ, मलेसिया गएको मान्छे फर्कन चाहन्छ, पढेर हातमा सर्टिफिकेट बोकेको मान्छे देशमै रोजगारी पाइयोस् भन्ने चाहन्छ, 2 पैसा यहीँ कमाउन पाइयोस् भन्ने चाहन्छ, शिक्षा चाहन्छ, स्वास्थ्य चाहन्छ। एउटा खेत किसानी गरेको मान्छे कम्तीमा खेती किसानी गरेर पनि जीवन चलोस् भन्ने चाहन्छ। ती मानिसहरूका साना सपनाहरू छन्, ती सपनाहरू पुरा गर्ने सङ्कल्प बोकेको काङ्ग्रेस हो। यो नेपाली कङ्ग्रेस जसरी हिजो 2048 सालमा जनताको सबैभन्दा लोकप्रिय पार्टी थियो, 15 सालमा सबैभन्दा जनमुखी पार्टी थियो, 7 सालको क्रान्ति गरेको पार्टी थियो, 65-63 सालको सबलाई मिलाउने पार्टी थियो। ती विगतका कुराबाट प्रेरणा लिएर अहिले नेपालमा लाखौँको सङ्ख्यामा रहेका नौजवानहरूले सबैभन्दा भरोसा गर्ने पार्टी बनाउनुपर्छ भन्ने विश्वासको साथ हामी अधिवेशनबाट अहिले आएका छौँ। तपाईँ हामी सबै मिलेर आएका छौँ। हामीले हो नि त हिजो नेपालमा सबैभन्दा पहिला जातका आधारमा हुने छुवाछुत उन्मूलन गर्नुपर्छ भने हामी नै हो नि त। नेपालमा आज दक्षिण एसियामा कुनै बेला महिलाले मत हाल्न नपाएको बेलामा महिलालाई मन्त्री बनाउने पार्टी हामी नै हो नि त। हामी नै हो नि त। 4वटा तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको तारा भनेर बनाउने हामी नै हो नि त। त्यो कुरामा गौरव पनि गर्ने। तर अघि नै चाहिँ सभाले भनेको जस्तो हिजो गौरव गर्ने तर आज एकजना महिलाले मेयर पनि नबनाउने पार्टी भएर अथवा भन्न नि त। हिजो गौरव गर्ने तर मनकुमारीले भन्नुभएको जस्तो एकजना चाहिँ कुनै एउटा दलितको जम्मा एकजना मान्छेलाई मात्र उम्मेदवार बनाएर पनि कहिले जिम्मेवारी पुरा हुँदैन नि त।
यो कुरामा थप प्रोग्रेसिभ भएर अगाडि बढ्ने हो, थप प्रगतिशील भएर अगाडि बढ्ने हो। यो सङ्कल्पका साथ आज हामी उभिएका छौँ र हामी निर्वाचनमा जाँदैछौँ। निर्वाचनमा जाँदै गर्दाखेरि हामीले केही ठोस सङ्कल्प लिएर जनताको बिचमा जानुपर्नेछ। केही दिनमा पार्टीको सङ्कल्प पत्र हामीहरू सार्वजनिक गर्छौँ। यो सङ्कल्प पत्र केवल किन यसपालि समय लगाइरहेका छौँ हामीहरू भने केवल नभए त्यो कपी पेस्ट गर्दै हुन्थ्यो, 2-3 साथीलाई जिम्मा लगाइदिनु हुन्थ्यो। म आज पार्टीको सभापति पनि छु। पार्टीको साथीहरूले केन्द्रीय समितिले निर्णय गरेर तपाईँहरूले माग गरेर यो संसदीय निर्वाचन हामीले एउटा नयाँ अभ्यास गरेका छौँ। भोलि नेपाली कङ्ग्रेस पार्टीले बहुमत प्राप्त गर्दै गर्दा सरकारको नेतृत्व गर्ने भनेर भनिसके पछाडि सरकारको नेतृत्व गर्ने भनेर चाहिँ मलाई भन्ने अनि मैले 4जना विज्ञ साथीलाई लगाएर घोषणापत्र तिमी लेख पछि आएर पढ्छु भनेर मिल्दैन। त्यो मैले लेख्नुपर्छ, म बसेर बनाउनुपर्छ, मैले काम गर्नुपर्छ। पार्टीको साथीहरूको मन बुझेर पार्टीमा बुझेर 5 वर्ष जिम्मेवारी लिँदै गर्दाखेरि के गर्ने भन्ने बारेका सन्दर्भमा त हामी सबै बसेर छौँ। त्यो पनि मेरो निजी घोषणापत्र होइन नि त, पार्टीको सङ्कल्प हो नि त, काङ्ग्रेसको सङ्कल्प हो। त्यो काङ्ग्रेसको सङ्कल्प हामी तयार गरेका छौँ। त्यसका सन्दर्भमा फेरि कुनै बेला आएर गएर छोटकरीमा मात्र राख्छु। अहिले फेरि पार्टीको साथीको छलफल गर्नुपर्नेछ। 2-3 कुराहरू जुन कुरा हामीले तल तपाईँहरूको सङ्घर्षको रूपमा लिएर जानुपर्नेछ।